आलुको परोठा एकदमै नरम अनि चारै कुनामा आलुको मसला लागेको कसरी बनाउने त भिडियोलाई अन्तसम्म हेर्नुहोला। म आज हजुरहरू सामु मैले जानेका केही कुराहरू सेयर गर्नेछु, जसले गर्दा चाहिँ आलुको परोठा बेल्दाखेरि फुट्दैन अनि चारै कुनामा चाहिँ आलुको मसला पनि मजाले लाग्छ। भिडियोलाई सुरु गर्नुभन्दा पहिला यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न भने अवश्य पनि नबिर्सिनुहोला। आलु परोठा बनाउनको लागि सबैभन्दा सुरुमा मैले यहाँ आवश्यकता अनुसार गहुँको पिठोलाई लिएको छु। यसको लागि चाहिँ कुनै पनि पर्फेक्ट मेजरमेन्टको आवश्यकता पर्दैन। हजुरहरूले चाहिँ कति बनाउने हो त्यही अनुसारले पिठो लिन सक्नुहुन्छ। अब थोरै थोरै पानी राख्दै यसको चाहिँ सफ्ट डो हामीले तयार गर्नुपर्छ। एकैचोटि धेरै पानी नराख्नु होला। पिठो गिलो भयो भने पनि हामीले चाहिँ पछि आलु परोठा बेल्न एकदमै गाह्रो हुन्छ अनि साह्रो भयो भने पनि आलुको मसला चाहिँ चारैतिर लाग्दैन, बेल्न गाह्रो हुन्छ, एकै ठाउँमा मसला थुप्रिने जस्ता समस्याहरू देखा पर्न सक्छन्। त्यही भएर थोरै थोरै पानी राख्दै यसको चाहिँ एकदमै नरम पिठो हामीले गुदेर तयार गर्नुपर्छ। एकदमै महत्त्वपूर्ण स्टेप हो यो चाहिँ। यसरी डो फर्ममा ल्याएपछि मजाले 10 मिनट जस्तो चाहिँ यो पिठोलाई मजाले गुद्नु होला। ल हेर्नुहोस् त, गुद्दा गुद्दै मैले चाहिँ एकदमै सफ्ट बनाइसकेको छु यसलाई। एकदमै चिल्लो आटा हामीले चाहिँ सुखा रोटी बनाउने जस्तै एकदमै नरम बनाउनुपर्छ। यतिको भइसकेपछि अब यसलाई चाहिँ हामी छोपेर 15 मिनट 10-15 मिनटको लागि रेस्ट गर्न राखिदिउँ। अब आलुको मसला बनाउनतर्फ लागौँ। यहाँ चाहिँ मैले उसिनेको आलुलाई लिएको छु। त्यसमा चाहिँ मैले स्वाद अनुसार नुन राखिदिएँ। त्यसै गरी जिरा धनियाँको धुलो अलिकति अनि अलिकति चाहिँ चिली फ्लेक्स खोर्सानीको धुलोलाई राखिदिएँ। त्यसै गरी मसिनो गरी काटेको प्याज अनि मसिनो गरी काटेको हरियो धनियाँलाई पनि राखिदिउँ। अनि यसलाई चाहिँ मजाले एउटा पोट्याटो म्यासरको सहायताले म मिक्स गर्दैछु। तातै छ नि त आलु, त्यही भएर मैले चाहिँ पोट्याटो म्यासरले म्यास गर्दैछु। यो आलु चाहिँ तातो भएको हुनाले मैले पोट्याटो म्यासर युज गरेँ। हजुरहरूले चाहिँ हातैले पनि यसको मजाले डल्ला फुटाउन सक्नुहुन्छ। यदि हजुरहरू चाहिँ अदुवा लसुन खानुहुन्छ भने थोरै अदुवा लसुनको पेस्ट पनि यसमा राखिदिनु होला, एकदमै मिठो हुन्छ। मैले चाहिँ आज कारणवश अदुवा लसुनको पेस्ट राखेको छैन। यदि खानुहुन्छ भने राख्नु होला, एकदमै मिठो स्वाद ल्याउँछ है यसले चाहिँ। ल हेर्नुहोस्, यसको चाहिँ हामीले सबै डल्लाहरू फुटाउनुपर्छ। मजाले मसिनो गरेर चाहिँ हामीले यसलाई म्यास गरौँ। यदि हजुरहरूसँग चाहिँ पोट्याटो म्यासर छैन र हात युज गर्न तातो छ भने चाहिँ, आलु तातो छ भने हजुरहरूले चाहिँ कुनै पनि ग्लासको यस्तो पछाडिको साइडबाट यसरी म्यास गर्न सक्नुहुन्छ। हजुरलाई म गरेर देखाउँदैछु। एकदम मजाले यसले पनि सबै डल्ला फुट्छ। ल हेर्नुहोस्, हाम्रो आलु चाहिँ मजाले म्यास भइसकेको छ। कुनै पनि डल्लाहरू चाहिँ रहनु भएन। यसले डल्लाहरू रह्यो भने चाहिँ पछि हाम्रो परोठा बेल्दाखेरि चाहिँ यो फुट्न सक्छ डल्लाहरूको कारणले गर्दाखेरि चाहिँ। ल हेर्नुहोस्, एकदम सफ्ट हामीले चाहिँ बनाइसक्यौँ। अब हामी 15 मिनट जस्तो रेस्ट गरेपछि यो पिठो चेक गरौँ। पिठो पनि हाम्रो मजाले सेट भइसकेको छ, हजुरहरूले देख्न सक्नुहुन्छ, एकदमै नरम। अब यसको चाहिँ हामी आलु परोठा बनाउनतर्फ लागौँ है त। ल अब यसलाई बेल्नको लागि चाहिँ मैले यहाँ बेल्ना चौका पनि ठिक पारेको छु। अब कत्रो साइजको आलु परोठा बनाउनुहुन्छ हजुरहरूले चाहिँ त्यही अनुसारले पिठोको डल्लो अलिकति लिनु होला अनि यसरी राउन्ड सेप बनाउँदै जानु होला। हेर्नुहोस् कस्तो सफ्ट भएको छ हाम्रो चाहिँ पिठोको डल्लो। अनि अब यसलाई चाहिँ सुक्खा पिठोमा, सुक्खा आटामा चाहिँ हल्का डिप गर्नु होला अनि रोटी बेले जस्तै यसलाई बेल्नु होला। धेरै पातलो पार्ने होइन, मोटो नै बेल्नुपर्छ, किनकि हामीले यसमा फिलिङ्स राखेर फेरि बेल्नै छ। त्यही भएर चाहिँ यसलाई मोटो नै रोटी हामीले तयार गर्नुपर्छ। ल हेर्नुहोस्, योभन्दा धेरै पातलो नपार्नु होला, यतिकै मोटो बनाऊ। यतिको बनाइसकेपछि मजाले हजुरहरूले चाहिँ फिलिङ्स राखिदिनु होला। अघि हामीले आलुको मसला जुन तयार गरेको थियौँ त्यसलाई चाहिँ मजाले लोड गरिदिनु होला, नडराइकन है त। ल हेर्नुहोस्, मैले चाहिँ आलुको मसला पनि मजाले राखिसकेको छु। अब यसलाई चाहिँ हामीले मोमो ऱ्याप गरे जसरी नै अथवा कुनै पोटलीको सेपमा, थैलीको सेप जस्तै चाहिँ हामीले यसलाई ऱ्याप गर्दै जान्छौँ, पोको पार्दै जान्छौँ। ल हेर्नुहोस्, मोमो बनाए जस्तै यस्तो गर्दै जानु होला। अनि माथिको यो एक्स्ट्रा भाग जुन छ त्यसलाई चाहिँ हामी निकाल्छौँ। यो एक्स्ट्रा भएको भागलाई र पिठोमा राखिदिन्छौँ, अर्को परोठामा हामी युज गर्छौँ। यति गरिसकेपछि चाहिँ हातले हल्का थेप्च्याउनु होला अनि दुवै हातको सहायताले चाहिँ हल्का यसरी थेप्च्याउँदै जानु होला। यसो गर्नाले चाहिँ आलुको मसला हाम्रो चारैतिर फिजिन्छ क्या, बिचमा एकै ठाउँ थुप्रिँदैन। डाइरेक्ट बेल्नु भयो भने यो बिचमा एकै ठाउँमा मात्रै थुप्रिन सक्छ। अब यतिको गरिसकेपछि चाहिँ यो चारैतिर फिजिसक्यो। अब यसलाई चाहिँ हामी सुक्खा आटामा डिप गर्छौँ। एकचोटि हल्का डिप गरिदिनु होला, धेरै पिठो लाउन पनि पर्दैन। हल्का लाएर दुवैतिर पिठो चाहिँ हल्का मिलाएर अनि यसलाई हामी बेल्छौँ। ध्यान दिनु होला, यो परोठा बेल्दा चाहिँ हामीले एकदम हल्का हातले बेल्नुपर्छ।
एकदमै प्रेसर लाएर चाहिँ नबेल्नु होला, धेरै थिचेर बेल्नु भयो भने चाहिँ यो फुट्न सक्छ। एकदमै हल्का हातले यसलाई चाहिँ बेल्दै जानु होला, यो चाहिँ फिजिँदै जान्छ। ल हेर्नुहोस् कस्तो मजाले भिडियोमा देखाए जसरी नै हजुरहरूले एकचोटि ट्राई गर्नु होला। छेउछेउबाट किनारबाट हजुरहरूले चाहिँ यसलाई बेल्दै जानु होला। कत्रो मोटो कतिको पातलो हजुरहरूले बनाउने हो देख्न सक्नुहुन्छ भिडियोमा, मैले भन्नै पर्दैन। हाम्रो आलुको मसला चाहिँ चारैतिर फिजिरहेको छ, हेर्नुहोस् त एकै ठाउँ थुप्रिएको छैन, यो चाहिँ एकदमै मजाले चारैतिर फिजिएको छ मसला, कति मजाले बेलिएको छ, एकदम पर्फेक्ट। ल हेर्नुहोस् यतिकै हजुरहरूले सबै आलु परोठा चाहिँ बेल्नु होला। अब यसलाई म पकाएर पनि देखाउने छु। मैले चाहिँ तावालाई ग्यासमा तात्नको लागि राखिदिएको छु। मजाले तावा तातिसकेपछि रोटीलाई हामी राखिदिउँ ग्यासमा। एक साइड गोल्डन ब्राउन भइसकेपछि यसलाई चाहिँ अर्को साइडतिर टर्न गरिदिनु होला। हल्का गोल्डन ब्राउन भइसकेको छ। अनि माथिबाट चाहिँ घिउ राखिदिएँ मैले। हजुरहरूले घिउ राख्दा पनि हुन्छ, तेल राख्दा पनि हुन्छ, साथसाथै बटर राख्दा पनि हुन्छ, जे राख्दा पनि हुन्छ। मैले चाहिँ घिउ राखिदिएको छु। माथिबाट घिउ राखेर फेरि यसलाई अर्को साइड पल्टाएर अर्को साइड पनि घिउ लगाइदिनु होला। उल्टाइ दुवै साइड एकदम गोल्डन ब्राउन हुन्छ, हामीले यसलाई केही बेर पकाउनु पर्ने हुन्छ। दुवै साइड मजाले 1 मिनट जस्तो चाहिँ मजाले यसलाई चाहिँ फ्राई गर्नु होला, पकाउनु होला। हजुरहरूले चाहिँ यसरी आलुको परोठा बनाएर ब्रेकफास्टको रूपमा होस् या अथवा डिनरको रूपमा हजुरहरूले बनाएर लिन सक्नुहुनेछ। साथीभाइ तथा फ्यामिलीसँग गेट टुगेदरमा पनि हजुरहरूले चाहिँ यसरी आलु परोठा बनाएर एकचोटि ट्राई गर्न सक्ने हुनेछ। एकदमै राम्रो हुन्छ र मिठो पनि हुन्छ। ल हेर्नुहोस् कुरैमा हाम्रो परोठा चाहिँ पाकिसक्यो। सबै परोठालाई चाहिँ हामी यसरी नै पकाउँ। मलाई चाहिँ अलिक धेरै गोल्डन ब्राउन भएकै मनपर्छ, त्यही भएर म चाहिँ यसलाई क्रिस्पी गोल्डन ब्राउन नै बनाउँछु। हजुरहरू चाहिँ आफ्नो इच्छा अनुसार कतिको मनपर्छ त्यही अनुसार बनाउन सक्नुहुन्छ। ल हेर्नुहोस् हाम्रो चाहिँ परोठा मजाले पाकिसक्यो। अब म चाहिँ यसलाई निकाल्दैछु एउटा प्लेटमा। यसै गरेर चाहिँ सबै आलु परोठा मैले बनाएर भ्याइसकेँ। एकचोटि पनि हजुरहरूले बनाएर अवश्य ट्राई गर्नुहोला र यदि मन पर्यो भने मेरो च्यानललाई सब्सक्राइब गरेर भिडियोलाई एक लाइक गर्न भने अवश्य पनि नबिर्सिनु होला। मैले भनेको टिप्सहरू हजुरहरूले चाहिँ फलो गर्नुभयो भने हजुरहरूको परोठा चाहिँ बेल्दाखेरि फाट्ने फुट्ने हुँदैन अनि आलुको मसला पनि चारैतर्फ लाग्छ। ल हेर्नुहोस् है, म हजुरहरूलाई देखाउने छु आलुको मसला कति मजाले चारैतिर फैलिएको छ हाम्रो परोठामा भनेर। ल हेर्नुहोस् म हजुरलाई च्यातेर देखाउँदैछु। ल हेर्नुहोस् त कस्तो मजाले चारैतिर आलुको मसला फैलिएको छ। एकचोटि बनाएर अवश्य ट्राई गर्नुहोला र साथीभाइ तथा परिवारसँग इन्जोय गर्नुहोला।